अर्क सम्पानको पार्टीको बारेमा भनेका कुराहरू सुनेर कमेन्ट गर्नु होला है। पार्टीभित्र त्यस्तो देखिन्छ। म देखेँ त म निस्केँ नि। राम्रो तरिकाले चाहिँ चलाउन र चुन्न सक्नु भएन भने कालान्तरमा गएर अर्क सम्पाङ एक्लै हुने हो। एक्लै हुने भिजन राम्रो भइकन पनि एक्लै हुने हो। किनभनेदेखि त जस्तो रासोपामा हेर्ने हो भने अरू पार्टीमा हेर्ने हो भने भित्र पार्टीभित्र चाहिँ चुवावट हुन्छ नि, त्रुटि खोट्लाउने ठाउँ हुँदैन क्या अरू पार्टीको। तर यो पार्टीमा चाहिँ म भित्र छिर्दै गर्दाखेरिमा चाहिँ भित्रको वातावरणले मलाई चाहिँ सही भएन क्या। मलाई चित्त नबुझ्दा कुराहरू भेटिए त्यहाँभित्र। तपाईँले के खोज्नुभयो? तपाईँले अलिक ठुलै पद खोज्नुभयो कि तपाईँले पनि ठुलै भाग खोज्नुभयो कि फेरि एउटा हैसियतको हिसाबले आफ्नो क्षेत्रको हिसाबले चाहिँ अब पद स्वतः चाहिँ पारदर्शी अनि चाहिँ सबैतिरको चाहिँ समावेशी गर्ने हो भनेदेखि त मेरो क्षेत्रको हिसाबले म ठुलै पदमा जान सक्छु। त्यो कुनै मेरो अधिकारकै कुरा हो होइन, क्षमताको कुरा र सबै चाहिँ पारदर्शीको कुरा गर्ने हो भनेदेखि चाहिँ तर चाहिँ